बाबु यो एक ठुलोको 300 सानोको 335 ठुलोको 360 60 रुपियाँ रहेछ अहिले त्यो बार्बिक्युज बनाउनको लागि कोइला रेडी गर्दै फुपू चाहिँ सन्यमको मोमो चोरेर खाँदै हुनुहुन्छ गाइस बाबु त ज्ञानी छ नि त्यो भलगरमा आयो नि गरी त्यस्तो लेख्ने आउँछ त्यो देखिन्छ कि फेरि गाइस यता चाहिँ रक्सी खाने नन्द भाउजू बिलाई हामी चाहिँ मासु लिन गयौँ होइन अनि विजय दाई भाउजू दिदी दाई हाई गर्नु हाई एउटा चिम्पाङ्जीले खाइसकेछ मोमो फुपू के बनाउन लाउनु भएको भन्नु न चाहिँ मोमो बनाउन लाग्यो मोमो गाइसहरु अनि यता चाहिँ मम्मी मोमो पकाउँदैछ मोमो भित्रै छिर्ने हो अब यता चाहिँ हाम्रो हजुरबाउले त्यो बार्बिक्युज बनाउनको लागि कोइला रेडी गर्दै हेर्न सक्नुहुन्छ गाइसहरु मम्मी यता हेर्नु त यसो त्यस्तो पोज त हान्नु पर्दैन थियो हाम्रो पुसाइले चाहिँ मासु मोल्दै हुन्छ फुपू चाहिँ सन्यमको मोमो चोरेर खाँदै हुनुहुन्छ गाइस सन्यम भन के गर्ने भन्दै त
कोले खाइदियो तेरो मोमो भन्दा कोले खाइदियो दुईजना चोरेर लैदियो ओनर अफ द युट्युब च्यानल चाहिँ बाहिर हुनुहुन्छ म चाहिँ उहाँको रिप्लेसमा भ्लग बनाइदिरहेको छु अलि बेसरी बोल्नु के ओनरले पनि पैसा दिनुहुन्छ हुन्छ यहाँ दिमागमा पुग्छ अरे कि रानी मरिन्छ त्यसको उपचार हेरेर संसारमै भनेपछि के गर्छ ठिक भलगरमा आयो नि फेरि त्यस्तो लेख्ने आउँछ त्यो देखिन्छ कि फेरि हामीले संसार त्यो हरानी मेरो बाबु आमा यिनीहरू त यस्तो लड्दा रहेछ नै म अघि नै बोलेको थिएँ कि अघि नै हालिसक्यो बोलेको के छ मेरो बुढी रे तेरो बाउले यसो भन्नु न ल गाइस यो चाहिँ मेरो बुढी हो यो चाहिँ मेरो बहिनी हो बाबु त नगर्न आगो भयो भने के अरे उस गर्के के अरे संसार त्यो सर्ट्समा हाल्नलाई ए यसरी काममा चाहिँ पर्फेक्ट अनि होइन सबै कुरामा पर्फेक्ट चाहिँ मेरो बुढी भनेर भन्नाले थप मलाई त्यहाँ भन्छन् ए मलाई माया गर्छ पकाएर खुवाउँछ भन्ने यस्तो यस्तो थप न कुरा नि केही जान्दैन यार गफ गर्ने कुरा बनाउनै जान्दैन अनि टिकटक सिकटक नि बनाउनु टिकटकमा नि नाच्ने पनि हो सबै एक्टिङ सेक्टिङ सब कुरामा अगाडि छ भन्ने यसो गफ सफ दिने बुढीको यसो तारिफ सारिफ गर्ने यत्रो भनेर मात्रै माया गर्दो हेर्न सक्नुहुन्छ हाम्रो अब लास्ट एन्ड फाइनल मोमो यही होला हाम्रो बारबिक्यू फ्ल्यास बाल नानु ड्याडी मलाई देखाउनु पर्दैन कि म आज तिमीहरूलाई छोडिदिएँ मेरो भ्लग पुरै संसार निता नवीना रविना सबलाई दिएँ आज मैले बोल्ने मौका आजको होस्ट सब अरूलाई बनाइदिएँ मैले म थकित अवस्थामा छु एकदम हेरेर अगाएको छु म आज सब बिग साइजको मोमो है यो चाहिँ सब हेरेर अगाएको छु भाउजू खतरा बनाउनु यो बिग साइजको मोमो के हावाको र यस्तो तर माघको 15 गइसकेर जाडो धेरै अट्यो है फेरि गर्दा सोध्यो फेरि गर्दा पाके छैन पाकेर कुदियो ए पाकेर ताता त खानु के खाना खानु के अर्को चिन्ता चाहिँ यतातिर छ
हो गरी बाबा हेर्नु नि यसलाई अहिले मुखमा घ्वाच्चे घोचिरहोस् न यसको आउनु बस्नु आउनु भइसक्यो